हेलो सबैलाई स्वागत छ लस्ट एन्ड लाउड सोलको भ्लगमा। आज हामी ज्याम हान्न आएको, हामी मेट्रोनममा प्र्याक्टिस गर्दैछौँ। अनि देवन दाई यतै हुनुहुन्छ, यतै कतै हुनुहुन्छ देवन दाई? देवन दाई हजुर। अब चाहिँ हामी माथि क्याफे टिटो बाई गिग जाँदैछौँ। लेट्स गो। बाहिर चाहिँ हावाहुरीले आहा डेन्जर है, हेर्न सक्नुहुन्छ कृपया। क्रेजी हावा लाग्यो होइन, हावै लाग्यो। त्यही प्रश्न म सबैलाई सोध्न चाहन्छु, के पोखरामा हावा लाउँदैछ? आज त यहाँ पिक यापिङ हुन्छ। आउनु दे भन्दा यताबाट राम्रोसितै सिँढीमा चढ्नु है। धन्दै लड्नु भयो त्यो भन्दै आज। यो चाहिँ हाम्रो क्याफे टिटो बाई गिग। सोनम दाई वेलकम टु द भ्लग। कुकी Yo, welcome Daniel sir, welcome to the vlog after 1 year. Keyboardist, guitarist, highway. Oh, sunset, crazy देखिए sunset है. Crazy sunset kita. Oh, यो अमर सिंह है, यो चाहिँ अमर सिंह। यताबाट गयो भने पृथ्वी चोक पुग्छ अनि त्यसको बिचमा ट्याक्क हाम्रो क्याफे। त्यो भन्दा कालो हुनुभएको छ आजकल। कस्तो दामी सनसेट देखिरहेको छ त्यहाँ, देखेको त छैन होला, तिमी देखिरहे। बाइक स्कुटर होइन, बाहिर चाहिँ एकदम हावा लागिरहेको छ है। बस गयो काठमाडौँ जाने। देवन दाईले नयाँ गीत बनाउँदै हुनुहुन्छ यहाँ। सोनम दाई नयाँ गीतको पर्खामै हुनुहुन्छ यहाँ। सोनम दाई आजकल लबी डबी हुनुभएको छ यहाँ। खै देखाइदेऊ त तिम्रो हात। यो हातमा कसको हात हुन्छ थाहा छैन हामीलाई। मगर निकै हुन्छ जस्तो हो मेरो हात। यो हातमा हेर है कसको हात छ कहाँ? ओए को यो छि? सोनम दाईले एक्सपल्स चलाउन मन लाग्यो। कसरी हो? तारा बाजी लै तारा होइन के, तारा बाजी लै तारा बाजी लै तारा बाजी मामा आए तारा बाजी मामा आए। सोनम दाइले खेल्न आउनु रहेछ। ल पोडकास्ट गर्ने हेर। हेलो ल भयो क्या है। माइक चेक। ल म आजको सुरुको प्रश्न कट ल कट काट्दै। ल हेलो देख्नु हो हामीलाई। हेलो ल सोनम सर वेलकम टु द पोडकास्ट। नमस्ते, मेरो नाम सोनम मगर अनि उहाँ हुनुहुन्छ। नमस्ते। वाट इज युर नेम? मेरो नाम सुमन मगर। सुमन मगर। वेलकम टु तितो पोडकास्ट है। अनि आजको प्रश्न म तपाईँसँग गर्न चाहन्छु। मेरो पोडकास्टमा मैले गर्ने। हजुरको पो पोडकास्ट हो त, मेरो त मेरै हो नि। नाम हजुरको हो, मेरो त मेरो हो के। मेरो गाना हो त नि तितो। म तपाईँलाई केही प्रश्न गर्न चाहन्छु सोनम सर। के तपाईँ उत्तर दिन चाहनुहुन्छ? के तपाईँ तयार हुनुहुन्छ? तिमी आफै राखेर बोल्नु अनि माइक यस्तो गर्नु पर्दैन। के तपाईँ उत्तर दिन चाहनुहुन्छ? क्वेसन के होला? के तपाईँ उत्तर दिन चाहनुहुन्छ? क्वेसन के होला? भर्खर सोधे त। उहाँ चाहनुहुन्छ, एकदम ठिक। ल आजको पहिलो प्रश्न छ, एकदम जेन्युन एन्सर दिनुभयो। म तपाईँलाई सोध्न चाहन्छु। ल धन्यवाद, यही थियो आजको पोडकास्ट। धन्यवाद। तपाईँले डायल गर्नु भएको नम्बर उपलब्ध हुन सकेन, केही समयपछि पुनः प्रयास गर्नुहोला। धन्यवाद। ल हेर्न सक्नुहुन्छ दृश्य, सोनम सर आफ्टर लङ राउन्ड पोखरा आइसक्नु भयो। देवन सर के भन्न चाहनुहुन्छ? सोनम हिजो भर्खर मुस्ताङबाट आएको है। हामीले अनि सुभिनियर ल्याइदियो भनेको है, सुभिनियर तर ल्याइदिएन कि होइन। अनि ऊ घाम लागिरहेछ। यता चाहिँ हाम्रो कुकी हुनुहुन्छ है। कुकी कस्तो चलिरहेछ ज्याम? के अरे भन्न चाहिँ के अरे रिप्लाई नै आएन कि।
कुकीको चाहिँ रिप्लाई आएन। कुकीले चाहिँ अस्ति भर्खर ब्रिटिस आर्मीको इक्जाम दिएको थियो है, रिप्लाई दिएन रे इमेलमा। अहिले चाहिँ हामी एकदम थकित अवस्थामा, हामी भर्खर ज्याम गरेर आएको है। हामी त मेट्रोनोममा गरिरहेको छौँ ज्याम आजकल। हो खाजा खाने बेला भयो। खानी हो खाजा है, खाजा। के भन्न चाहनुहुन्छ? डिलिसियस। के भन्न चाहन्छौ कृपा? कृपालाई थाहा छैन रे। के भन्न चाहनुहुन्छ फेरि भनिदिनुहोस्। भन्नुहोस् न, के भयो? हेलो ल, हाम्रो लन्च टाइम हुँदैछ। कस्तो लागिरहेको छ तपाईँलाई खाजा? नमस्ते। अरे खाजा हाम्रो भोकसरलाई कस्तो लागिरहेको छ खाजा? खाजा जस्तै लाग्यो। ल चलाइदिनुहोस् न एएसएमआर। ल माइक्रो टिपी क्या हो? कस्तो लागिरहेको छ खाजा नखाए पनि? मिठो। दही मात्रै खान्छ जस्तो त। के भन्न चाहनुहुन्छ? के छ ग्याङ? यस्तै छ है। नयाँ गीतको तयारी चाहिँ यसरी गइरहेको छ। बनाउँदैछ स्मितले यहीँ। अनि तपाईँ के भन्न चाहनुहुन्छ? त्यो भन्दाईको दसैँ बल्ल लागेको अवस्था। दाइ जस्तो हुनुपर्छ, क्लिन प्लेट। लिएर कसरी खानु? ल गुवाम खाइदिनु। मिठो छ। ल गाइजहरू एकदम खानामा एकदम कन्सियस। ल त्यो मासु मेरो है त्यो। स्मित चाहिँ अहिले फ्युचर वाइफको लागि खाली पेट बस्दैछ है। गर्नु त पऱ्यो होइन, फ्युचर त फ्युचरै हो नि। हाम्रो डेनियल सरको नयाँ हाम्रो कुकी सर हुन्छ यहाँ। एकदम राम्रो ड्रम बजाइराख्नु भएको थियो। एकदम राम्रो एकदम नेक्स्ट लेभल है, नेक्स्ट लेभल ड्रमर हो।